नमस्कार। आज म तपाईहरुलाई चिनाउने छु एक विशेष प्रकारको साग जसको नाम हो वाटरक्रेस वा सिमरायो। यो हरियाली हेर्नुहोस् त, शान्त पानीमाथि उम्रिएको यस्तो हरियो साग यही हो सिमरायो। नेपाली गाउँ घरको खोल्सामा सजिलै भेटिने तर धेरैले अझै नचिनेको यो अनमोल साग हो सिमरायो। हामी त यसलाई बाल्यकालदेखि नै सिमरायो भन्थ्यौं र खोल्सामा हुर्किन्थ्यो, सिमसारमा हुर्किन्थ्यो। हामीले टिपेर यसलाई पकाएर खान्थ्यौं। अहिले त विदेशमा समेत यसको खूब माग छ। सानोदेखि नै यो साग हाम्रो निम्ति पोषणको खानी भएको थियो। सिमरायोमा के पाइन्छ भन्दा यसमा भिटामिन ए पाइन्छ जो आँखाका लागि फाइदाजनक हुन्छ, भिटामिन सी पाइन्छ रोगसँग लड्नका लागि फाइदाजनक हुन्छ, भिटामिन के पाइन्छ रगत जमाउने कामका लागि फाइदाजनक हुन्छ, साथै आइरन, क्याल्सियम र एन्टिअक्सिडेन्ट पनि प्रचुर मात्रामा पाइन्छ। सिमरायोलाई सलादको रूपमा, सुपमा वा पकौडा बनाएर सजिलै खान सकिन्छ। यसको स्वाद अलिकति तीतो भए पनि त्यो नै यसको विशेषता हो। खास गरी ताजा पानीमा उम्रिएको सिमरायोले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। शरीरलाई डिटक्स गर्न, छाला सफा राख्न र मुटु स्वस्थ राख्न पनि सिमरायो अत्यन्तै उपयोगी मानिन्छ। यदि तपाईले हप्तामा 2-3 पटक सिमरायो सेवन गर्नुभयो भने प्राकृतिक रूपमा तपाईको शरीर बलियो बन्नेछ। यो मधुमेह नियन्त्रणमा पनि सहायक छ। पानी राम्ररी बग्ने खोल्सा जस्तो ठाउँमा यसको उत्पादन धेरै राम्रो हुन्छ। के तपाईले सिमरायो खानु भएको छ? के तपाईको गाउँमा सिमरायो पाइन्छ? तल कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन परेमा शेयर गर्न नभुल्नुहोस्। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।